सिरामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। राजावादी आपराधिक मानसिकता भएको मान्छे हुन् भन्ने पुष्टि भयो माओवादी अध्यक्ष प्रचण्ड। रासपा सांसद गौतमले मागिन गृहमन्त्रीको राजीनामा। सरकारले सबैको चित्त बुझाउन सकेन, फेर बदल्नुपर्छ सांसद खतिवडा। भोलिदेखि शिक्षकले काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने। बिमस्टेक सम्मेलनमा भाग लिन चेम्बर टोली थाइल्याण्ड प्रस्थान। राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल। संसदको हिउँदे अधिवेशनबाट पारित भए 5 अध्यादेश र 5 विधेयक। प्रतिनिधि सभाको 5औं अधिवेशन 61 दिनमा 17 वटा बैठक, 118 घण्टा काम। बालेनको अल्टिमेटम सकियो तर सरकारले पठाएन प्रमुख प्रशासकीय अधिकृत। बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान। ईदको अवसरमा युएले दियो 166 जना नेपालीलाई आम माफी। अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्न जापानी प्रधानमन्त्रीको प्रतिबद्धता। 2676 अङ्कमा झर्यो शेयर बजार, घट्यो कारोबार। वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई। पानी शरणार्थीलाई अमेरिकाले जबरजस्ती निकाला गरेकोमा चिन्ता व्यक्त। आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक 18 घण्टा सञ्चालन। कलाकारले उमेर होइन अभिनय हेरिन्छ, अभिनेता हमाल। एनएसएल चितवनको विजयी सुरुवात। कुलमान र हितेन्द्रको रिटमाथि सर्वोच्चमा सुनवाई जारी। आज दिनभरिको मुख्य समाचार सुन्नु भयो त? सुन्नु भएको छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला।